नमस्कार सबैजनालाई। यस कोरियन पिग फार्मको तर्फबाट आज फेरि एउटा नयाँ भिडियो तपाईहरुसम्म ल्याउँदैछु। आजको भिडियो चाहिँ कोरियामा यस पुरानो तथा नयाँ खोरमा चाहिँ कृत्रिम गर्भधारण कसरी गरिन्छ। अब बङ्गुर फार्म धेरै ठुलो हुन्छ कोरियामा। लगभग हाम्रोमा 700-800 वटा मौ छ। 700-800 वटा मौ भएको कम्पनी अलि सानैमा गनिन्छ। प्राय कम्पनीमा चाहिँ 1600-1700 वटा मौहरू पालेको ठाउँ पनि कम्पनी पनि मैले देखेको छ, फार्महरू पनि। त्यस्तोमा चाहिँ धेरै कामदार पनि हुन्छ, काम पनि अलि गाह्रै हुन्छ यो भन्दा पनि अझ। अनि यसमा चाहिँ अब कसरी गर्छ यत्रो बङ्गुरलाई। हाम्रोमा एक लटमा 80 वटा जस्तोलाई चाहिँ कृत्रिम गर्भधारण गर्नु पर्छ। अनि एक लटमा कसरी गरिन्छ त कृत्रिम गर्भधारण, यसबारे चाहिँ तपाईहरुलाई म देखाउन गइरहेको हुन्छु। यो चाहिँ पहिला भाले चेक गर्ने चाहिँ एकदमै माथि चढेर, भाले अगाडि डुलाउने, माथि चढेर चेक गर्नुपर्छ राम्रोसँग। अनि सधैँ चेक गर्ने मान्छेलाई थाहा हुन्छ यसले भाले खोजेको हो, 100% भाले खोजेको हो भनेपछि बल्ल चाहिँ कृत्रिम गर्भधारण गर्न उपयुक्त हुन्छ। यस्तो राम्रोसँग चेक गर्यो भने पछि बच्चा नबस्ने समस्या अलि कम हुन्छ। होइन भने बच्चा राम्रोसँग 100% ओके भएन, उपयुक्त भएन यिनीहरूलाई बिउ लाउनलाई भने चाहिँ अलिकति बच्चा नबस्ने समस्याहरू हुन सक्छ। यसरी लामबद्ध राखेको हुन्छ। एकै पटकमा हाम्रोमा 80 देखि 85 वटासम्म लागेको हुन्छ। अनि यिनीहरूको बिउ चाहिँ हाम्रो कम्पनीमा चाहिँ बाहिरबाट ल्याउँछ। धेरै ठुल्ठुलो कम्पनीमा चाहिँ आफैले बनाउँछ। हाम्रोमा चाहिँ किन्ने सस्तो भएकोले बाहिरबाट प्याकेटमा किनेर ल्याउँछ। प्लास्टिकमा ल्याएर राख्छ, फ्रिजिङ गर्नुपर्छ। फ्रिजमा ठिक्क 16-17 डिग्रीमा चाहिँ भालेको बिउहरू राख्नुपर्छ। त्यहाँ चाहिँ सुरक्षितसँग राख्नुपर्छ। 16-17 डिग्रीले चाहिँ खासै असर पर्दैन। यसरी यो भालेलाई यसरी कृत्रिम गर्भधारण गर्दाखेरि युज हुने यो पाइप चाहिँ कोरियामा पनि बन्छ होला सायद। हाम्रोमा चाहिँ धेरै जसो चाइनाबाट आएको पाइप हुन्छ, यो प्लास्टिकको रबरको पाइप। यो चाहिँ युज एन्ड थ्रो हो, एकपटक युज गरेपछि सक्यो। यसरी राम्रोसँग युज गर्नुपर्छ। मिसयुज भयो भने पछि बच्चा नबस्ने, भित्र चाहिँ फिबहरू जम्मा हुने, त्यस्तो समस्याहरू धेरै हुन्छ। त्यसैले यो कृत्रिम गर्भधारण गर्दाखेरि चाहिँ राम्रोसँग गर्नुपर्छ। मौहरू 100% बिउ हाल्दा हुन्छ भनेपछि बल्ल हाल्नुपर्छ। यसरी गर्भधारण गर्दाखेरि अगाडि मौहरूको अगाडि भाले डुलाइराख्नुपर्छ। डुलाइराख्यो भने चाहिँ मौहरूको ध्यान चाहिँ भालेतिर केन्द्रित हुन्छ, राम्रो मानिन्छ। यसरी एउटा मौलाई गर्भधारण गर्दाखेरि लगभग 5 देखि 7-8 मिनेटसम्म भर्खरको सुरुपटक बिउ हालेको मौ हो भने चाहिँ 10 मिनेटसम्म नि लाग्न सक्छ। दोस्रो तेस्रो पटक बिउ लाउने, दोस्रो तेस्रो बेते मौहरूको लागि चाहिँ खासै त्यस्तो धेरै गाह्रो हुँदैन। 2-3 मिनेट, 3-4 मिनेटमा सट्टै तानिहाल्छ। बङ्गुरलाई कृत्रिम गर्भधारण चाहिँ हाम्रोमा चाहिँ 3 पटकसम्म गरिन्छ। प्राय कम्पनीमा अहिले कोरियामा चाहिँ हाम्रो साउहरूले मिटिङ गर्दाखेरि भनेको हुन्छ कि प्राय 2 पटक मात्रै गर्दा पनि हुन्छ पनि भन्छ। हाम्रोमा चाहिँ अलि यो बच्चा नबस्ने समस्या धेरै देखेको थियो योभन्दा 1-1.5 वर्ष अगाडि। त्यसैले हाम्रोमा चाहिँ 3 पटक नै गरिन्छ। बिउ हालिसकेपछि मौहरूलाई शान्तसँग राख्नुपर्छ। होइन तर्साउने, पिट्ने त्यस्तो गर्यो भने बच्चा नबस्ने, बच्चा तुइने समस्याहरू देखा पर्छ। त्यसैले साथीहरू कोरियामा हुनुहुन्छ भने अथवा नेपालमै हुनुहुन्छ भने तपाईहरु बङ्गुर पालन व्यवसाय गर्दै हुनुहुन्छ भने राम्रोसँग गर्नुहोस्। बङ्गुरमा फाइदा पनि छ, सुरक्षितसँग पनि गर्न सक्नुपर्छ आफूले। धन्यवाद।